अहिले भक्तपुर आइपुगेका छौँ। बाटो यस्तो छ है। गाइस अहिले माम खान लागेको माम भकुण्ड बेसीमा अब खाना आइसक्यो। वान नाइट स्टेका लागि एकदमै बबाल ठाउँ रहेको छ। हेर्नु त मूलकोट ठाउँमा यो रिसोर्ट एकदमै दामी छ है। यो चाहिँ गढी डाँडा रहेछ है। यहाँ सेल्फी डाँडा पनि भन्दो रहेछन्। एउटा फोटो हाल्नु न त्यसले सिन्धुली गढी माईमा हामी पुगेका छौँ यतिखेर। रमाइलो छ। आज हाम्रो टुरको पहिलो दिनमा चाहिँ धनुषाको लालगढ आइपुग्यौँ। खासमा हामी दुई ठाउँ, हाम्रो प्लान भनेको के अरे जनकपुर पुग्ने थियो, अलि ढिला हुने जस्तो भयो। बर्दिवास नै बस्ने प्लान गरेँ। फेरि अझ लायो त्यहाँबाट यसो गेस्ट हाउस खोल्दै खोल्दै यहाँसम्म आइदियौँ। अब हामी यो लालगढ भन्ने ठाउँमा, धनुषाको लालगढ भन्ने ठाउँमा छौँ। भोलि बिहान हामी 5 बजे यहाँबाट जनकपुर जानेछौँ र जनकपुरमा अलिकति भ्रमण गरेपछि हामी सिधै हाम्रो यात्रा दार्जिलिङको भएर भोलि साँझ हामी दार्जिलिङ पुग्ने प्रयास गर्नेछौँ। सबैजनालाई कोठा म्यानेज गर्दै गर्दै जाँदाखेरि लास्टमा चाहिँ हामी यता हलमा आइपुग्यौँ। हल चाहिँ कस्तो छ म तपाईँलाई देखाउन गइरहेको छु है। हल यति ठुलो छ कि यहाँ पुरै कार्यक्रम हुने। ऊ हेर्नु त त्यहाँ ब्यानर टाँसिएको छ। अनि उतापट्टि एउटा एसी छ। एसी यहाँ पछाडि एसी त छ है। देखाएको छ 28 डिग्री सेल्सियस। यसलाई हामी जाडो भयो भने राति हामी बढाएर सिधै 100 डिग्रीसम्म पनि पानी उमाल्नेछौँ यो कोठाभित्रै। जाडो भयो भने त्यो गर्ने भन्ने छ। ठिक छ, यस्तै छ, रमाइलो छ है दोस्त। हेलो दोस्त, के छ दोस्त? के छ त? दिनभरिको थकान, अब सुत्नु पऱ्यो, निन्द्रा लाग्दो छ, आँखा दुखिरहेछ, टाउको दुखिरहेछ, सुत्नु अब।